नमस्ते, मेरो नाम अभिनव छु। म तपाईहरुलाई म्याथमेटिक्स पढाउँछु। हामी उसँग सम्बन्धित ट्याक्स एन्ड मनी एक्सचेन्जसँग सम्बन्धित प्रश्नहरू हेरिरहेका छौँ। हामीलाई मुद्राको बिक्री दर र खरिद दर दिएको हुन्छ, ठीक छ। यो दिनहुँ चेन्ज भइरहेको हुन्छ, परिवर्तन हुन्छ र मुद्रा निर्धारण नेपाल राष्ट्र ब्याङ्कले गरिरहेको हुन्छ। मुद्रा रूपान्तरण गर्नुहोस्। प्रश्नले भन्दैछ मुद्रा रूपान्तरण गर्नुहोस्। पहिलो हामीले दिएको छ 9000 नेपाली पैसालाई भारतीय रुपियाँमा र त्यसपछि युरोमा। दोस्रो दिएको छ मानौ 550 अमेरिकन डलर छ। 550 अमेरिकन डलर छ। पहिले हामीले यसमा मुद्रा परिवर्तन गर्नु छ। हामी प्रश्न नम्बर क हेरौँ। प्रश्न नम्बर 5 को कमा 9000 नेपाली पैसा लाइनलाई भारतीयमा कन्भर्ट गर्नु छ। नेपाली पैसा कति छ? हामीसँग नेपाली पैसा कति छ? 9000 छ। त्यसपछि पहिला हामीलाई नेपालीबाट केमा परिवर्तन गर्नु छ, रूपान्तरण गर्नु छ? भारतीयमा। हामीसँग 160 1.5 नेपाली पैसा बराबर 100 पैसा हुन्छ। नेपाली पैसा हामीसँग 9000 छ। 9000 लाई हामीले के गर्नुपर्ने छ? यसलाई भारतीय पैसामा कन्भर्ट गर्नु छ। 1 नेपाली पैसा बराबर हामीसँग कति हुनेछ? 100/160.15 भारतीय पैसा हुनेछ। त्यसपछि 9000 कति हुनेछ? 9000 राम्रो आउँछ। हामीले के गर्नुपर्ने छ? 9000 सँग भागा गर्नुपर्ने छ। 100 × 9000 राम्रो आउँछ 9 लाख भागा 160.15 राम्रो आउँछ 5619 5619.73 आउँछ। 7315 आउँछ। यति हाम्रो के आयो? भारतीय रुपियाँ आयो। ठीक छ। त्यसपछि दोस्रो हामीलाई के गर्नु छ? योमा भनिरहेछ भारतीय पैसा लाइनलाई के गर्नु छ? भारतीयलाई कन्भर्ट गर्नु छ युरोमा। यहाँ हामीले के गर्न सक्छौँ? नेपाली पैसालाई नि युरोमा कन्भर्ट गर्न सक्छौँ।
1 बराबर 1 युरो बराबर हामीलाई कति हुनेछ बिक्री दर कति छ 91 बिक्री दर कति रहेको छ 91 त्यस्तै युरोमा 9000 भागा 91 अब हामीलाई के गर्नु छ 9000 नेपाली पैसालाई केमा कन्भर्ट गर्नु छ युरोमा यो हाम्रो हुनेछ 9000 भागा 91 98.90 पैसा ठीक छ यो हाम्रो कति आउने छ हाम्रो प्रश्न के रहेको छ convert 9000 Nepali into Indian currency and also in euro. First we will find Nepali currency into Indian currency and then again we will have to find Nepali money into euro. हामीहरु पहिले नेपाली पैसा हामीसँग कति छ 9000 छ यो 160.15 नेपाली पैसा बराबर हामीसँग कति छ 100 भारतीय पैसा छ त्यसपछि 1 नेपाली बराबर कति हुनेछ 100 बाइ 160.15 त्यसै 9000 बराबर कति हुनेछ 100 बाइ 160.15 इन्टु 9000 र हाम्रो कति आउनेछ 5619.7315 भारतीय पैसा त्यसपछि 1 युरो बराबर कति छ हामीसँग 91 रुपैयाँ 9000 नेपालीलाई युरोमा कन्भर्ट गर्दा हाम्रो आउँछ 9000 बाइ 91 किनभने 91 हाम्रो के छ बिक्री दर छ त्यसपछि हामी ख प्रश्न नम्बर ख हेर्नेछौँ 5 को ख प्रश्न नम्बर ख हेर्नेछौँ प्रश्न नम्बर ख मा के गरिएको छ अमेरिकन डलरलाई हामीले के गर्नु छ युरोमा कन्भर्ट गर्नु छ अमेरिकन डलर कति छ हामीसँग अमेरिकन डलर हामीसँग कति छ अमेरिकन डलर 550 डलर रहेको छ 550 डलरलाई हामी केमा कन्भर्ट गर्छौं युरोमा $550 हामी के गर्नेछौं युरोमा त US डलर 1 इक्वल टु 1 US डलर हामीसँग कति को बराबर हुनेछ नेपाली पैसा कति छ 1 US डलर नेपाली पैसा कति को बराबर छ 120 रुपैयाँ को बराबर छ ठीक छ त्यस्तै अब हेरौं 120 डलर बराबर अर्को हामी के गर्छौं अब नेपाली र युरोमा कति 90 रुपीज इक्वल टु युरो कति छ 1 ठीक छ यहाँ 90 रुपीज बराबर युरो 1 छ अब हामीले के पत्ता लगाउनु छ पाउन्ड स्टर्लिङमा त्यसको भ्यालु कति हुनेछ हामी निकाल्ने छौं अब यति दिएको छ हामीलाई अब हामीले के पत्ता लगाउने छौं यदि 1 इक्वल टु US डलर 1 by 120 हुनेछ ठीक छ US डलरमा हामी कन्भर्ट गर्दा हामीले के पायौं 1 रुपैयाँ बराबर US डलरमा कन्भर्ट भयो कति 1 by 120 तर हामीले के गर्नु छ 550 त हामी के गर्नु छ यहाँ US डलर 550 बराबर कति हुनेछ 120 into 550 यहाँ आउनेछ नेपाली पैसा कति हुनेछ 120 गुणे 550 यो हाम्रो आउँछ 66000 हाम्रो आउनेछ 66000 त्यसपछि यो अमेरिकन डलर नेपालीमा कन्भर्ट भयो अनि त्यसपछि हामीले एक नेपाली बराबर कति युरो हुनेछ हाम्रो 1/90 हुनेछ
त्यस्तै 66,000 युरोलाई हामी 66,000 नेपालीले कन्भर्ट गर्ने छ युरोमा। युरो 1/90 इन्टु 66,000 0 कट्यो हाम्रो 6600 भागा 9 हाम्रो आउँछ 733.33। हाम्रो कति युरो आउनेछ 733.33 733.33 यो हाम्रो युरोमा आयो। अब हामीले फेरि के गर्नुपर्ने छ यसलाई युरोबाट केमा कन्भर्ट गर्नु छ पाउन्डमा। फेरि यहाँ हामीसँग US डलर 550 बराबर हामीसँग के छ 66,000 छ। हामीसँग रिलेसन के छ पाउन्ड स्टर्लिङ 1 बराबर 160 रुपैयाँ नेपाली छ। पाउन्ड स्टर्लिङ 1 बराबर हामीसँग के छ 160 रुपैयाँ छ। अब हामीहरू 1 रुपैयाँ बराबर कति पाउन्ड हुनेछ 1/160 पाउन्ड हुनेछ। त्यस्तै अब हामीसँग नेपाली पैसा कति रहेको छ 66,000। यो पाउन्डमा कन्भर्ट गर्दा 1/60 इन्टु 66,000 ठिक छ। 1/60 इन्टु 66,000 यो हाम्रो आउनेछ 66,000 भागा 160 यो आउनेछ 412.5। हाम्रो पाउन्डमा कति आउनेछ 412.50 ठिक छ। अब हेरौँ हामी प्रश्न हेर्नेछौँ अमेरिकन डलर हामीसँग कति दिएको छ हामीलाई कन्भर्ट गर्नु छ। यहाँ हेरौँ कन्भर्ट US dollar 550 into euro and then convert it into pound sterling. First we will see American dollar equal to US dollar 550. 1 US dollar is equal to 120 rupees नेपाली में। 1 US डलर बराबर कति भइरहेछ 120 रुपैयाँ। त्यस्तै 90 युरो बराबर कति छ 90 नेपाली बराबर युरो कति छ 1 छ। त्यस्तै US डलर 550 ले हामी के गर्ने छौं नेपालीमा कन्भर्ट गर्नु छ 120 इन्टु 550 यो हाम्रो 66,000 रहेको छ। त्यसपछि री1 कति छ री1 कति हुनेछ 1 रुपैयाँ बराबर कति हुनेछ पाउन्डमा किनकि युरोमा 1/90। अब त्यसपछि 66,000 नेपालीलाई हामी के गर्ने छौं युरोमा कन्भर्ट गर्ने छौं 1/90 इन्टु 66,000 यो 733.33 आएको छ। यो आयो हाम्रो पाउन्डमा आइसक्यो। त्यसपछि हामीले अब के गर्ने छौं हामीलाई फेरि भनेको छ पाउन्ड स्टर्लिङमा कन्भर्ट गर्नु। हामीसँग US डलर 550 रहेको छ जसको नेपालीमा कति छ 66,000। 1 पाउन्ड बराबर हामीसँग दिएको कति छ 1 पाउन्ड बराबर 160 रुपैयाँ। 1 रुपैयाँ बराबर कति पाउन्ड हुनेछ 1/160 पाउन्ड। त्यस्तै 66,000 नेपालीलाई हामी पाउन्डमा कन्भर्ट गर्छौं भने 160 इन्टु 66,000 यो हाम्रो हुनेछ 412.50 पाउन्ड। पाउन्ड स्टर्लिङमा गयो ठीक छ। त्यसपछि हामीले अर्को प्रश्न हेर्नेछौँ। यदि पाउन्ड 1 बराबर 160 रुपैयाँ रहेको छ यदि पाउन्ड 1 इक्वल टु 160 रुपैयाँ रहेको छ त्यस्तै डलर 1 बराबर नेपाली पैसा 120 रुपैयाँ रहेको छ भने पाउन्ड युरो 150 कति ठीक छ। प्रश्न हाम्रो के भनिरहेछ यदि 1 पाउन्ड बराबर कति छ हामीसँग 160 रुपैयाँ नेपाली छ। त्यस्तै 1 युरो बराबर कति रहेको छ 120 रुपैयाँ नेपाली भने 150 युरो बराबर कति पाउन्ड स्टर्लिङ हुन्छ हामीले पत्ता लगाउनु छ। इफ 1 पाउन्ड स्टर्लिङ इज इक्वल टु 160 रुपीस नेपाली 1 युरो इज इक्वल टु 120 रुपीस नेपाली ठीक छ।
120 rupees Nepali, then find how much 1 euro is equal to in pound sterling. हामीलाई पाउन्ड स्टर्लिङमा पत्ता लगाउनु छ। हामी यहाँ एक बराबर 160 रुपियाँ रहेको छ, ठिक छ। हामीले यहाँ मिलाउनु पर्छ। 1 पाउन्ड बराबर 160 रुपियाँ नेपाली रहेको छ, त्यस्तै यहाँ नेपाली छ भने यहाँ पनि हामी नेपाली राख्छौँ। अर्को के रहेको छ, युरो 1 बराबर 120 रुपियाँ नेपाली रहेको छ। युरो 120 नेपाली बराबर युरो कति छ हाम्रो 1, ठिक छ। 120 नेपाली इक्वल टु युरो छ। यहाँ यदि नेपाली छ भने यहाँ पनि हामीले नेपाली नै राख्नुपर्छ, क्रस क्रस मिल्नुपर्छ। त्यस्तै अब हामीले पत्ता के लगाउनु छ, मानौ युरो 150। यहाँ मैले युरो किन राखेको छु, किनभने यो साइड राइट ह्यान्ड साइडमा युरो छ भने लेफ्ट ह्यान्ड साइडमा युरो हुनुपर्छ। यहाँ हामीले के हेरेका छौँ, यहाँ रुपिज छ भने नेपाली रुपिज नै हुनुपर्छ। यहाँ मानौ युरो 150 बराबर पाउन्ड यक्स रहेको छ, यक्स, ठिक छ। हामीले के मान्यो, पाउन्ड युरो 150 बराबर पाउन्ड यक्स मानौ। चेन नियमले हामी के लेख्न सक्छौँ, सबै लेफ्ट ह्यान्ड साइडको गुणन र सबै राइट ह्यान्ड साइडको गुणन बराबर हुनेछ। 1 × 120 × 150 बराबर 160 × 1 × x। यो हाम्रो हुनेछ x बराबर 120 × 150 बाई 160। 0 0 कट्यो, हामीले 4 4 जा 4 3 जा 30 आयो। यो हाम्रो 2 ले, यो हाम्रो 15 ले, यो हाम्रो कति हुनेछ 15 15 225 भागा 2। यो हाम्रो आउँछ x बराबर हाम्रो कति पाउन्ड आउनेछ 112.50। यो हाम्रो कति पाउन्ड आयो 112 रुपियाँ 50 पैसा, ठिक छ। प्रश्नले हामीले के भनिरहेछ, हामीसँग दिएको के छ, 1 पाउन्ड बराबर हामीसँग कति छ 160 रुपियाँ। त्यस्तै 1 युरो बराबर कति भइरहेछ 120 रुपियाँ नेपाली भने युरो 150 बराबर कति पाउन्ड स्टर्लिङ हुन्छ। इफ 1 pound is equal to 160 Nepali, if 1 euro is equal to 120 Nepali, then find how much 150 euro will be in pound sterling, ठिक छ। यहाँ हामी के हेरिरहेका छौँ, पाउन्ड स्टर्लिङ 1 बराबर 160 रुपियाँ छ भने अब प्रश्न हामीले चेन नियमले हल गर्दा राइट ह्यान्ड साइडमा यदि नेपाली पैसा छ भने लेफ्ट ह्यान्ड साइडमा पनि नेपाली पैसा नै हुनुपर्छ। यो क्रस क्रस मिल्नुपर्छ। यहाँ यदि नेपाली छ भने यहाँ पनि नेपाली हुनुपर्छ। हामीसँग के छ 1 पाउन्ड बराबर 160 भयो, यो हामीले लेख्यो। त्यसपछि अर्को के रहेको छ, 1 युरो बराबर 120 रुपियाँ नेपाली छ भने नेपाली राइट ह्यान्ड साइडमा छ भने यहाँ पनि लेफ्ट ह्यान्ड साइडमा नेपाली हुनुपर्छ। RS 120 इक्वल टु युरो 1। त्यसपछि अब यहाँ राइट ह्यान्ड साइडमा युरो छ भने लेफ्ट ह्यान्ड साइडमा पनि युरो राख्नुपर्छ। हामीलाई पत्ता लगाउनु छ युरो 150 युरो, मानौ हामी युरो 150 बराबर हामीलाई पाउन्ड गर्नु छ, पाउन्ड स्टर्लिङ, अनि हामी मानौ पाउन्ड यक्स छ। त्यसपछि चेन नियमले हामी के गर्छौँ, लेफ्ट ह्यान्ड साइडको जति पनि छ सबैको गुणन बराबर राइट ह्यान्ड साइड सबैको गुणन। यो हाम्रो आउनेछ 1 × 120 × 150 इक्वल टु 160 × 1 × x। अब x बराबर के आउँछ हाम्रो 120 × 150 बाई 160। यो हाम्रो आयो 225 बाई 2, यो 112.50 आएछ। हामीले चेन नियम पनि हेर्यो। चेन नियम सम्बन्धी अर्को प्रश्न हामी हेर्नेछौँ। यदि 1200 नेपाली बराबर US डलर 10 छ, त्यस्तै
प्रश्न के छ, यदि 1200 नेपाली बराबर US डलर 10 छ, त्यस्तै 5 पाउन्ड बराबर US डलर 4 छ भने कति नेपाली बराबर हाम्रो 10 पाउन्ड हुन्छ पत्ता लगाउनु छ। हामी यहाँ हेरौँ, यहाँ 1200 बराबर US डलर कति छ 10 छ। त्यस्तै अब यो साइड राइट ह्यान्ड साइडमा US डलर छ भने यहाँ हामीले US डलर नै लेख्नुपर्छ। US डलर 4 बराबर पाउन्ड स्टर्लिङ 5 छ। यहाँ बढी हुन्छ 8 मा। US डलर 8 बराबर पाउन्ड स्टर्लिङ 5। त्यस्तै अब हाम्रो पाउन्ड छ, पाउन्ड पत्ता लगाउनु छ नेपालीमा। हामी के गर्दैछौँ, यहाँ पाउन्ड 10 बराबर रुपीज एक्स मान। ठीक छ, हामीले के मानेका छौँ, पहिले हामीले के गर्नुपर्छ, 1200 बराबर US डलर 10 छ, त्यस्तै पाउन्ड 5 बराबर US डलर 8 छ। त हामीले यता US डलर छ भने यता पनि US डलर हुनुपर्छ, बराबर 5 पाउन्ड। त्यस्तै पाउन्ड छ यता भने पाउन्ड राख्नुपर्छ। 10 पाउन्ड बराबर कति नेपाली हुनेछ, एक्स मान। चेन नियमले 1200 गुणे 8 × 10 बराबर 10 × 5 × x और x बराबर 50। हाम्रो हुनेछ 9600 भागा 5, 1920 रुपियाँ आउँछ। हाम्रो आउँदैछ 1920 रुपियाँ नेपाली। अब प्रश्न हेरौँ, हामीसँग के छ, 1200 नेपाली दिएको छ, कति US डलर छ, 10 छ। त्यस्तै 5 पाउन्ड बराबर कति छ, US डलर 8 भने हामीले नेपाली कति नेपाली बराबर 10 हुन्छ, 10 पाउन्ड हुन्छ। हामीले 1200 बराबर US डलर 10 गर्यो, 8 US डलर बराबर 5 पाउन्ड, 10 पाउन्ड बराबर x गर्यो, मान्यो। अब चेन नियमले लेफ्टतिरको सबैको मल्टिप्लाई र राइटतिरको सबै मल्टिप्लाई। हामीले आउँछ x बराबर 96,000 / 50। यो आउँछ हाम्रो रुपीज कति आउँछ, 1920। यो हाम्रो कति आउँछ, 1920।